नमस्कार है नमस्कार साथीहरू, नमस्कार। स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानल बादलपारीमा। साथीहरू, सधैँ चाहिँ तपाईँहरू सामु फेरि मैले गाउँघरको ब्लग लिएर आउँदैछु। सम्पूर्णलाई मेरो तर्फबाट धेरै धेरै सम्झना साथै स्वागत छ है साथीहरू। आजको ब्लगमा चाहिँ तपाईहरुलाई सधैँ मैले अपलोड गर्दै देखाइरहेको मेरो खेतबारी अनि धान बाली कस्तो भयो भन्ने कुराहरू अपडेट दिनेछु। रोप्दै फुल्दै अनि फल्दैदेखि लिएर अब धान पाक्ने बेला भएछ। त्यही भएर तपाईहरुसँग मैले मेरो धानको बाली कस्तो भयो भनेर तपाईहरुसँग फेरि सानो छोटो भिडियो अपडेट लिएर आएको छु। सबैजनाले हेरिदिनु होला साथीहरू। अब मेरो धान चाहिँ लगभग पाक्नै लागिसक्यो। अब 10-15 दिनसम्ममा चाहिँ पाक्छ। अनि सबैजनाले भिडियोलाई स्किप नगरिकन हेरेर प्रतिक्रिया दिनु होला। भिडियोको मेरो धान बाली कस्तो छ साथीहरू, कहाँबाट हेर्दै हुनुहुन्छ सबैजनाले चाहिँ कमेन्ट बक्समा लेखेर भनिदिनु होला है साथीहरू। अहिले मेरै खेतबारीमा निस्केको छु। अब धान यो पाक्नु लाग्यो। अर्को बिउ राख्ने ठाउँ पनि बनाइसकेको छु। अनि अब चाहिँ म यो धान निकालेर चाहिँ फेरि परदेशतिर लाग्नुपर्ने दिन बेला पुग्छ है मेरो चाहिँ। फेरि जाने हो 2-3 वर्षको लागि। साथीहरू, तपाईहरुलाई यो भिडियो कस्तो लाग्छ सबैजनाले प्रतिक्रिया दिनु होला भन्दै तपाईहरुलाई म मेरो धान बाली अनि देखाउँदैछु है साथीहरू। सधैँ पनि हेरिराख्नु भएको भिडियो हो हैन। यतापट्टिको दह पानी बढेर यस्तो भएको छ भने बोट बिरुवाहरू त्यही हो। मेरो बाँसको रुख छ। निकै दिन भयो मैले यो भिडियोहरू तपाईहरु सामु नल्याएको। आज चाहिँ म यहाँदेखि यता पर मेरो घर छ भने म धेरै टाढा मेरै बारीतिर आएको छु। र यहाँ मेरो बुवाआमाको घर पहिला पनि देखाएको थिएँ। अब अहिले चाहिँ आँपहरू पनि पाक्न लागेछ। यसरी पाकेर चराले खाएर झर्दै रहेछ हौ। पुरै पाकेकै हो कि काँचै हो यो आँपहरू। यस्तो छ क्या। यो पाकेरै झरेको होला, खासै बेला त भएको छैन। पाकेकै रहेछ हौ साथीहरू। ल यहाँ आँपा पनि खान आउनु होला। निकै पो झरेको रहेछ आज त। यहाँ पनि झरेको रहेछ, पाकेरै झरेको रहेछ लु साथीहरू। आँप पनि खानु आउनु होला। निकै पो झरेछ त आज त। यो अगुवा आँप रहेछ हौ। यहाँ पनि रहेछ एउटा। यो चाहिँ किरा परेको रहेछ। (2083 सालको आँप है साथीहरू। किराई पनि लागेको रहेछ धेर जस्तो। केमा लैजाउँ अब घर? यो पारी देखिएको पल्लोपट्टि हो भने किराले खाएको रहेछ। छिट्टै पाक्ने आँप रहेछ क्या। मेरो धानहरू चाहिँ साथीहरू अब पाक्नै लाग्यो है। हरियै देखिन्छ तर बाला चाहिँ रातै भइसकेछ कि। सबैले साह्रै फलेको छ है धान भन्छन्। फलेकै त होला।
यतै भएको छ भने अब यो चरा चाहिँ छ हो टिट्याउँ कसरी कराउँछ बच्चाहरू यस्तो छ धान बाली पानी मौसम एकदम खराब छ परेकै छ अब यो मौसमले चाहिँ साथ दिएन भने त यो धान त बर्बाद हुन्छ साथी हो अनि व्यापारीहरू पनि यस्तै चिसोमा किन्नेहरू पनि आउँछन् अरे भयो भने त सबै बेचिदिनु पर्यो घरमा खानेको लागि घरमा छँदैछ यसलाई चाहिँ 35 देखि 40 मन जतिको अड्कल गरेको छु सबै हानिदिनु पर्यो भाउ त्यति आउँदैन भन्छ कसैले 900 रुपियाँ मनको भन्छ कसैले 700 रुपियाँ मन भन्छ झट्ट हेरेर झ्याम्मै हानिदिनु पर्यो साथीहरू यस्तो छ है साथीहरू म घर लगभग आइपुग्न आँटेँ मेरो घर चाहिँ सानो कुखुराको खोर जस्तो छ बादल पारी युट्युब च्यानल निकैजनाले मलाई पनि चिन्नुहुन्छ है यस्तो छ सानो कटेरो छ साथी हो घाम पानी चाहिँ छेल्छ तर सानो परिवार छौँ अहिले त आमा बाउ एउटा छोरा चाहिँ आफ्नो भविष्य खोज्नु ट्रेनिङतिर छ भने अर्को एउटा छोरा छ सानो खुच्चे रियाक ल साथीहरू घर आइपुगेपछि म यहाँ मेरो गृहमन्त्री हुनुहुन्छ गृहमन्त्री यहाँ फर्सीको आप त कसरी राम्रै हो लहरा घिचाएर मार्न आँटो साथी हो फर्सीको लहरा यहाँ इस्कुसको हो यो पुरा डाइनोसरले खाने कुरो हामीलाई खुवाएर मार्यो ल साथीहरू आजको भिडियो यहीँसम्म है बादल पारी युट्युब च्यानललाई हाई त गरिदिनु पर्यो नि हो सेवारो त गरिदिनु पर्यो नि हो हस् साथीहरू अब गृहमन्त्रीले बाई भनिदिएपछि मैले पनि बाई भन्नै पर्छ साथीहरू ल